मैले त्यहाँ उस गरेको यहाँ नहाल्न खोज्छ त्यो मैले टाउकोमा फिट गरेको ठ्याक्कै भएको रहेछ क्या अब ठाउँमै भयो क्या हेर्न अब यस्तो जस्तो ठ्याक्कै हुन्छ नि मोटो ब्लगमा त्यत्तिकै क्याप्चर भयो क्या तलमाथि केही भएन क्या मिल्यो क्या एङ्गल स्पिकर ल्याउनु पर्ने योचोटि त धेरै भयो यार तेल नहालेको तेलै हालेको छैन क्या खै ए अस्ति हालेको हो क्या 500को त्यसपछि तर क्लच प्लेट फेरेपछि चाहिँ माइलेज नि बढ्यो जस्तो भयो मलाई चाहिँ त्यस्तै लाग्यो मैले भन्दैन यो उसलाई त्यो जुन मैले टाँसेँ नि कम टेन्डर हुन्छ भनेर हँदैन क्या मेरो एक्सपल्समा टाँसेको थिएँ मैले यस्तो विन्डसिल्डमा गोप्रोको यस्तैवाला माथि जस्तो अपलोड भयो नखस्दिने यार 360 घाम नि तगडा आएको छ होइन घाम नि तगडा लाग्यो हामी त उहाँ है उहाँ जाने क्या होइन अगाडि गरौँ गएर हेलमेट अगाडि ढल्किने क्या अब के भएको होला यो बाटो है पानी परेर त्यहाँनिर के हो टेन्सन मैलो रहेछ नि त यार है ढोस्दै छ त पानी त ल हिँड त पहिला उता डेन्जर बोले यार मायासँग हात्थु माथि पनि पानी छैन होला मूलमा कुवामा है के एकछिन बसौँ न ऊ त गाडीहरू धोएर होला क्या माछालाई होइन हो गाडी धोएको रहेछ त्यही भएर जाला नि एकछिनमा यो गाडीले फोहोर बनाएको हो क्या धोइरहेछ अहिले त उता पनि पोल्यो माछालाई बढ्यो नि त हेऱ्यो अलिकति होइन बढे रहेछ के यो हाम्रो ठाउँ हाम्रो जक्सन फोहोर आएको रहेछ तर सफा आयो भने त सही आउँदैन त गाडी धुँदैन त्यही भएर हो भने